छैन नमस्कार। आज चाहिँ आमाहरूको पिकनिक पार्टी ड्राई पिकनिक जानुहुँदैछ उहाँहरू। हामी चाहिँ घरबाट निस्क्यौँ। मदर्स की ग्रैंडमदर ग्रान्ड मदर्स पार्टी। मदर तो गयो जमाना ग्रान्ड मदर्स पार्टी। मदरको जमाना गयो भेला हुनुहुँदैछ सबैजना। होइन त्यो ढिलो त्यहाँ हुँदा ढिलो हुन्छ भनेर चाहिँ अलिक छिटो भन्छु। गाडी आएको जस्तो लाग्यो त। गाडी आएको जस्तो लाग्यो त भन्यो। होइन उकालो केही पनि त अरे नि त आज। ह्याप्पी मदर्स डे है सबैलाई। आज मदर्स डेको उपलक्ष्यमा है हाम्रो गाउँका सबै मदर्सहरू घुम्न जानुहुँदैछ। उहाँहरू शिव खोला सुकना भएर हर्नबिल पार्क सुकना सायद पस्नुहुन्छ होला। ड्राई पिकनिक हो। गाडी आउँदैछ, सबैजना रेडी हुनुहुँदैछ। अझै पुऱ्याउनु आएको हामीलाई। एन्ड बिहानको 8:30 भइसक्यो। सो ह्याप्पी मदर्स डे टु अल। हेलो, त्यो पिकनिक पार्टी निस्किसक्यो सबैजना भेला भएर। टोटल 14 जना हुनुभयो अरे। हाम्रो सबैजना हुन्छ, काकी माइजू बडी बोजू आन्टी है। लेट देम इन्जोय। कति केटाहरूले मात्रै इन्जोय गर्छ होइन, कति बाबाहरूले मात्रै इन्जोय गर्छ। लेट आमा इन्जोय। हाम्रो ग्रुप एउटा एङ्ग्लो छ। एउटा एङ्ग्लो छ। हल्ला मात्रै सुन्नुहोस् यहाँनिर। गाडी आइपुग्यो पर्खिँदा पर्खिँदा है। दक्षिणको सिलगढी सिन्डिकेटकै गाडी रहेछ। त्यो राख्नु बढी यहाँ म हालिदिन्छु। अन्त बिस्तारै चढ्न बिस्तारै। बाय बाय। म त ब्याग माथि हालिदिन्छ होला नि। आँट्छ अन्त ब्याग ब्याग आँट्दैन। ब्याग हाल्दिन नि त। सामान पनि टाइट, गाडी पनि टाइट। ल आन्टी इन्जोय मजाले।
सबैजना केही गर्न सकुला माया तिमीलाई जीवनभरि देउला ममताको नदीमा सधैँ बग्न पाऊ हम्बेल पाप पनि जाने अरे शिव खोला कता कता हो सबैलाई म सुनाऊ आमाको गीत सधैँ गुनगुनाऊ तिमीलाई मेरो नमन ईश्वरको रूप तिमीलाई मेरो नमन तिम्रो लागि म केही गर्न सकुला माया तिमीलाई जीवनभरि देउला ममताको नदीमा सरी बग्न पाऊ आमाको गीत सबैलाई म सुनाऊ आमाको गीत सधैँ म गुनगुनाऊ आमाको गीत सधैँ म गुनगुनाऊ नमन तिमीलाई तिमीलाई आमाहरू मदर्सहरू सबै सबैजनालाई हृदयबाट नमन छ अनि ह्यापी मदर्स डे तपाईँहरू पनि इन्जोय गर्नु होला